नमस्कार साथीभाइहरू, भन्नुपर्दा आज फेरि 2-3 महिना बाद बाटोको अपडेट लिएर आएको छु है। पहिल्यै तपाईहरुलाई भनेको थिएँ कि 2-3 महिना चाहिँ रेनी टाइममा चाहिँ बाटो बन्द हुन्छ काम भनेर। अहिले फेरि सुचारू रूपले चाल्न थालिसकेको छ। हाम्रो साथी विशाल भाइ आइपुगेको छ। विशाल हाई त गरिदेऊ हाम्रो विवशलाई। हाम्रो भाइ साथी विशाल आइपुगेको छ। बाटोको काम चाहिँ धमाधम सुरु भइसकेको छ है, फेरि चालु भइसकेको छ। हेर्नुहोस् है त, तपाईँलाई अपडेट दिँदैछु। घटना भएको छ फेरि, किनभनेदेखि हाम्रो बाटोको कन्ट्र्याक्टर र ठिकादार भनौँ या बाटो हेर्ने साइड हेर्ने भनौँ, उहाँ चाहिँ चेन्ज भएर नयाँ आउनु भएको छ। साथी तपाईँको नाम चाहिँ के पर्यो? हजुर दिपक। छेडुप चाहिँ अब अर्को साइड परेछ र दिपक भाइ आएको छ। बाटो चाहिँ सुचारू रूपले फेरि नयाँ, अस्ति पानीले खोदालेकोहरू सबै बन्दैछ। दिन बाद अब रोड रोलर पनि पाल खोलिँदैछ। आजदेखि रोलर पनि कुदाइन्छ। विशाल तिमी कुदाउँछौ क्या रोलर पनि? हैन, दिपकले कुदाउँछ। पैसा साथीहरूले सेल्फ कि लाग्दैन है। त्यो क्याबको चाबी छ तपाईँकोमा? ए ल, आजदेखि रोलर पनि ओपनिङ भए। अब किन भारी हुन्छ नि? धन्न, आज तेरा बसन्ती का इज्जत का सवाल है। ब्याट्री त गाडी छैन। स्टार्ट हो जा। यत्रो दिन लाग्छ, एकटा कालमा स्टार्ट भयो। तर यो गाडी चाहिँ कुदाउँदैछ। आजदेखि चाहिँ पेलाइ, अब फेरि बाटो पेलाइ हुँदैछ। यो गङ्गेटा राक्षस गाडी चाहिँ यहाँ राखेर अब यसको पेलाइ ल पेल्नु सुरु भयो। बाटो माटो पेल्नु, बाटो पेल्नु हुँदैन, माटो पेल्नु, प्रेसर दिनु। र गाडी साइड गरेर पनि यत्रो ठुलो बाटो छ, हेरिहाल्नुहोस्। यहाँ गाडी राखेर पनि गाडीसँगै पेल्दैउ न, गाडीसँगै। यस्तो भएको छ बाटो चाहिँ, हेर्नुहोस् न। गाडी जेसिपी राखेर पनि यत्रो खुल्ला छ बाटो। यतापट्टि एउटा पनि गाडी बिचमा राखेर पनि यतापट्टि एउटा पनि छिर्छ गाडी चाहिँ। यत्रो ठुलो भएको छ बाटो चाहिँ, हेर्नुहोस् न। यतापट्टि एउटा पनि गाडी छिर्छ, यतापट्टि एउटा पनि गाडी छिर्छ। यति ठुलो छ बाटो चाहिँ। ल तपाईँ गाइस हेर्नुहोस्, बाटो यति मजाको भएको छ अहिले चाहिँ। यहीँनिर सबै नालीहरू फिलिङ गरिदिइसकेको छ। फिलिङ पनि तयारी भयो। अब हेरिहाल्नुहोस्। ल त गाइस, लिङ्गेपिङ पनि तयारी भयो तिहारको लागि। हेरिहाल्नुहोस्, जेसिपीले पो उठाइरहेको छ मान्छे त माथि दोरी बान्नुको लागि चाहिँ, मुदाङ कस्नुको लागि चाहिँ। यो रोटिपिङ बनाउनुको मतलब के हो भन्दाखेरि चाहिँ, हुन त मैले आफू सरेको त होइन, मैले नै बनाइदिएको रोटिपिङ होइन। यो मान्छेलाई, नानीहरूलाई, गाउँको मान्छेलाई एउटा रोटिपिङ होइन हो, लिङ्गेपिङ हो। लिङ्गेपिङ र लिङ्गेपिङ मा खेल्नुको अर्थ पनि यसको पनि छ। त्यो अर्थ यो नभनौँ, भिडियो लामो हुन्छ होला होइन। तर के भने गाउँमा यति साह्रो छ, हाम्रो दाजुभाइहरू यति साह्रो छ
रुखमा एक्सपिरियन्स चढ्नेहरू लिङ्गिपिङ नबनाउँदा तिमीहरूलाई म यति साह्रो गुहार मागे कोही आएन। आज नानीहरू यस्तो यो लिङ्गिपिङ बाङ्गिरहेको खासमा कतिपल्ट मैले गाउँको दाजुभाइलाई रुखमा चढ्नेहरूलाई त्यो एक्सपिरियन्सहरूलाई उनीहरूले भने सो तिमीहरूको पनि नानी आएर यहाँ खेलेको बुझेनौ। हुन त मैले त्यतिमा नानी त्यसो भन्नु चाहेको होइन। हेर गाउँमा बसेर चाँड रक्सी खाएर त्यो अड्डामा रक्सी खाएर बस्नु भनेको चाहिँ नि कतिपल्ट चाहिँ तिमीहरूलाई गुहारिन होला माइकमा पनि कराएको। तर अलिक मान्छेलाई चेन्ज गर्नुपर्छ। एउटा हुटीले स्वर्ग खाँदैन यो रोटी पनि यहाँ मैना मजाका लागि बनाएको होइन। कतिचोटि चाहिँ मैले भनेको होला 5-6जनालाई भिडियो हेर्दैछौ भने तिमीलाई लाग्ला होइन। यो नै भन्न चाहन्छु कि एउटा हुटीले चाहिँ स्वर्ग खाँदैन याद गर्नु। यहाँ अहिले लिङ्गिपिङ यो बाङ्गेर फेरि बिचरा हाम्रो बुल्डोजर भाइले यहाँ हामीले हेल्प गरिरहेको छ बिचरा कहाँको मान्छेले। तर गाउँको मान्छे खोइ रक्सी खाँदै बस्ने अड्डा खाँदै बस्ने लात्तीले दिएर बाटो पाटा पुऱ्याइदिनुहोस् हराम नजाला है।